तर मैले त हजुरलाई फर्स्टमै मैले नोभ्यान्डमै मैले इन्टरभ्यू क्र्याक गरेर भन्दाखेरि नै मैले फर्स्टमै हजुरलाई मेसेज गरेको हो। इट फिल्स लाइक म्याजिक। मैले सोचेको थिएन यो मैले यो हुन्छ होला भनेर मैले सोचेको मैले गाह्रै छ जस्तो लाग्थ्यो जब पाउनको लागि होइन। त्यस्तो गाह्रो पनि हुँदैन रहेछ इफ तपाईँहरूले मेहनत गर्नुभएको छ भने। त्यही भएको भएर मैले त सर एकदमै ग्रेटफुल थ्याङ्क यू मेरो कुनै वर्ड्स छैन हजुरलाई र हाम्रो एसिस्टेन्ट टिचरहरूलाई थ्याङ्क यू भन्नको लागि चाहिँ त्यो पोसिबल गराइदिनु भयो यत्रो प्लेटफर्म बनाइदिनु भयो यत्रो डेटा सेन्टर खोलिदिनु भयो हजुरले। यो डेटा सेन्टर नभएको भए हामीले काम सिक्न धेरै गाह्रो पर्थ्यो। हामीले ह्यान्ड्स अन काम गर्न सकिन्थेन। ह्यान्ड्स अन काम नगरेपछि काममा गएर त्यो भर्बल्ली मात्रै के नै गर्ने होला होइन। त्यो काम नै नसिकन नगरिकन त त्यो हामीले गर्न पनि सकिँदैन नि त। अनि त्यही भएर एकदम नै म आफूलाई पनि प्राउड फिल गर्छु कि म एभरेज आइटीको स्टुडेन्ट हो भनेर। त्यो फी महँगो भयो भन्छन् होइन, के भन्छ यसको बारेमा? फी महँगो होइन, फी सस्तो हो यो डेटा सेन्टरको जुन चाहिँ एक्सेस छ नि त्यो भोलि हजुरहरूले आफै लिन खोज्नुहोस्। भोलि सर्भर किन्नुहोस् होइन, अनि इक्विपमेन्ट्सहरू किन्नुहोस्। त्यसपछि थाहा हुन्छ कस्तो छ यो, कति गाह्रो छ यो बनाउनको लागि भन्ने कुरा। यत्रो धेरै तपाईँहरूले भर्चुअल मसिन्स कतिवटा हुन्छ त्यहाँभित्र। ओहो सरले त अझै सर्भर्सहरू एड नै गर्नु भएको छैन होला। एक्सेन्ट सर्भर के आउँदैछ। अनि त्यो पाउन एकदम नै गाह्रो छ, एकदम नै गाह्रो छ। यस्तो इन्भाइरोमेन्ट कुनै कलेज, कुनै कम्युनिटी कलेज, कुनै युनिभर्सिटी कसैले गर्न सक्दैन। यो एकदम नै लाखौँमा खर्च हुन्छ यो। त्यही भएर यो 8 महिना चाहिँ तपाईँहरूले मजाले यो आफूले तिरेको पैसाको चाहिँ युटिलाइज गर्नु होला है। भन्छ नि आइटीमा त जबै पाउँदैन अरे, जब गाह्रो छ भन्छन्, के भन्छ? सर मसँग एकदम नै राम्रो एक्सप्लेनेसन छ यो टपिकको लागि चाहिँ होइन। हो आइटीमा जब नहोला, क्युएबिए, डेटा एनालिस्ट, डेटा साइन्स, प्रोग्रामिङतिर मान्छे एकदम नै धेरै छ। त्यही अनुसारले एआईले पनि अहिले अब त्यो कामहरू गरिदिन थालेको भएर नहोला। हाम्रै डुराम काउन्टीमा पनि ले अफ भयो, 10 जना अस्ति फायर हुनुभयो होइन। बट त्यो आइटी अलग आइटी हो। हाम्रो कतिजनालाई हाम्रो यो आइटी एक्जिस्ट गर्छ भन्ने नै थाहा छैन, तर एक्सप्लेन गरेर आउनु पनि जरुरी छैन होइन। यो आइटीमा चाहिँ अब मेरो पोजिसन खाली भयो सर अहिले है। हाम्रोमा चाहिँ के छ भन्दाखेरि म अब 2 हप्तापछि लगभग नेक्स्ट विक अथवा 2 हप्तापछि म हाम्रै काउन्टीको अर्को डिपार्टमेन्टमा सिफ्ट हुँदैछु। अब मेरो पोजिसनको लागि हामीले अस्ति खुलाइसक्यो। अनि हाम्रो इन्टरभ्यूमा के हुन्छ भन्दा आइटीको हामी सबै 6जना 7जना ग्रुप मेम्बर्स नै बसेर इन्टरभ्यू लिने गर्छौँ। म पनि छु त्यो पार्टमा। अहिले हाम्रो इन्टरभ्यूकै पार्ट भइरहेछ। नर्मल बेसिक क्वेसन सोद्धा पनि उसले त्यो आन्सर भनिदियोस् न भन्दाखेरि छैन कि, आउँदैन कि त्यो आन्सर। त्यो आन्सर त्यो त्यो उसले लिन त्यो इन्टरभ्यू दिने मान्छेले भन्न सक्दैन सर। 3 वर्षको एक्सपिरियन्स छ, रेज्युमीमा सबै राखेको छ होइन। आउँदैन उनीहरूलाई भनेपछि हामी कति डायमन्ड छौँ त। हामीलाई त सबै आउँछ। त्यो हामीले यति बेसिक क्वेसन्सहरू हुन्छ कि त्यो हामीले हाम्रो स्टुडेन्ट्सलाई अहिले हाम्रो स्टुडेन्ट्सहरूले भन्न लगायो भने सक्नुहुन्छ होला। त्यस्तो क्वेसन्सहरू हुन्छ, त्यही पनि मान्छेले सक्दैन भनेपछि मान्छे पाउन गाह्रो छ सर। यो फिल्डमा हाम्रो यो अहिलेको फिल्डमा मान्छे पाउन गाह्रो छ। सो अर्को कुरा चाहिँ बिकज यु केम फ्रम म्यानेजमेन्ट ब्याकग्राउन्ड होइन, अनि नाउ यु आर लेभल 3 आइटी इन्जिनियर विच इज भेरी रेयर। लेभल 3 भनेको systems engineer, and you already probably crossing 100K. I'm just guessing, so or very close to that. And level 3, about growth is going to be I can even imagine. So, but now the question is about computer science background no bhaykan management bhayera tम्रो एजुकेशन्स को बारेमा के क्वेशनहरु इन्टरभ्यूमा आयो क्या? एजुकेशन्स को चाहिँ मलाई एउटा मैले लगभग 10 वटा जति इन्टरभ्यू दिएँ होला सर। फाइनल राउन्डसम्मै पुगेको इन्टरभ्यूहरू मलाई 6 वटाबाट अफर आएको हो 10 वटामा। बट म चाहिँ ओपन थिएँ सर, लोकेसनको लागि ओपन भएको भएर हो मैले त्यति अफर पाएको होइन। यही मेरो नर्थ क्यारोलाइना राले ट्रायङ्गल एरियामै सार्लोटसम्म पनि मैले हेर्दाखेरि 4 वटाबाट चाहिँ मलाई फाइनल अफर आएको थियो सर। कुनैले पनि मेरो एजुकेसन्स के हो, कति पढेको छस् भनेर चाहिँ मलाई केही पनि सोधेन। उनीहरूले हो सर्टिफिकेसन चाहिँ हरेकले सोध्यो मलाई, तेरो सर्टिफिकेसन कहिलेसम्म भ्यालिड छ भनेर चाहिँ सोधेको थियो। एजुकेसन चाहिँ ब्याचलर्स मास्टर्स हाई स्कुल केही पनि सोधेन। किनभने हामी नेपालीहरूको एउटा अब नेपालमा पढेको हुनाले एउटा फियर हुँदो रहेछ कि नेपालमा अब कतिजना क्लासमा 12 क्लास पढ्नु भएको छ, कतिजना 90% त 99% नै भनौँ कम्प्युटर साइन्सको ब्याकग्राउन्ड हुनु। त्यही भएर हाम्रो क्लास नै 0 to IT भनेर सुरु गरेको। बिकज आई बिन हियर 30 years 27 years, मलाई थाहा छ कि नोबडी विल आस्क फर डिग्री। तर मैले भन्नुभन्दा श्लोककै मुखबाट सुन्यो भने धेरै स्टुडेन्टलाई थाहा हुन्छ होला होइन।
सो एउटा त एजुकेसन खोज्दैन, दे लुकिङ फर स्किल्स होइन, कति कुरा आउँछ भन्ने कुरा। अर्को कुरा चाहिँ यो क्लासमा पढेपछि अनि जो इन्टरभ्यूमा बोल्दाखेरि कतिको रिलेट हुन्छ क्वेसनहरू उनीहरूले सोधेको? सरसँग एउटा पछि अहिले त अब सरले अहिले सेयर गर्नुहुन्न, त्यो गर्न पनि मिल्दैन, गर्नु पनि हुँदैन होइन। सरसँग त्यो पछि एउटा पावर ब्याङ्क क्वेसन ब्याङ्क छ होइन। क्वेसन ब्याङ्क हाम्रो इन्टरभ्यू पुरै प्रिपरेसन हुन्छ। मेरो रिनाजीले लिनुभएको थियो इन्टरभ्यू, एकदम राम्रो इन्टरभ्यू लिनुभएको थियो उहाँले। डुवर्स काउन्टीको लेभल 3 को लागि मैले अप्लाई गरेँ, उनीहरूले इन्टरभ्यू लियो र म उता अहिले लेभल 3 मा पोस्ट भएर नेक्स्ट विकदेखि म काम गर्दैछु। त्यही भएर काम चाहिँ पाउँछ, मजाले काम पाउनुहुन्छ। त्यो काम पाउला नपाउला भनेर नसोच्नु। यदि हजुरहरूले मेहनत गर्नुभएको छ, पढ्नु भएको छ, साथीहरूलाई हेल्प गर्नुभएको छ, आफ्नो इङ्ग्लिस इम्प्रुभ गर्नुभएको छ, डकुमेन्टेसन गर्नुभएको छ, असाइनमेन्ट गर्नुभएको छ, रेगुलरली क्लासमा आउनुहुन्छ, भिडियो अन गर्नुहुन्छ, तपाईँहरूले काम पाउनुहुन्छ। लक्किली एक दिन त्यही सोसल मिडियाको थ्रुबाट नै मैले एभरेस्ट आइटी थाहा पाएर सरसँग कन्ट्याक्ट हुन पुग्यो मेरो। त्यो चाहिँ मेरो एकदम अहिलेसम्मकै मेरो ग्रेटेस्ट डे नै हो भन्छु मैले होइन। अनि त्यसपछि मैले एभरेस्ट आइटीमा कनेक्ट गरेँ, क्लास जोइन गरेँ। अमेजिङ क्लास, अमेजिङ असिस्टेन्ट टिचर्स, विजय सरको एक्सप्लेनेसन्स अमेजिङ। सर यु स्टिल लुक सो यङ, मैले त्यो भन्नै बिर्सेछु अघि। अनि पुरै वर्ड्स नै छैन मैले चाहिँ यो क्लास भेट्टाएको। यस्तो क्लास अन्त पाउँदा पनि पाउँदैन जस्तो लाग्छ है मलाई। मैले खोजेको हो, किनकि हामीले कुनै पनि कुरा स्टार्ट गर्दाखेरि हल्का रिसर्च गरिन्छ आफैले। त्यो रिसर्च गर्दाखेरि नै मैले यो क्लास नै बेस्ट होला कि जस्तो लाग्यो पहिलाको फिडब्याकहरू हेरेर यताउति गर्दाखेरि पनि, र आई वाज राइट। सबैलाई नमस्ते, मेरो नाम श्लोक पौडेल। म चाहिँ अहिले राले नर्थ क्यारोलाइनामा बस्छु। रिसेन्टली 3 महिना भयो होला हाम्रो क्लास सकिएको। क्लास सकिएपछि को कुरा चाहिँ म इलेक्सन पछि एक्सप्लेन गर्छु। र फर्स्टमा चाहिँ म राले नर्थ क्यारोलाइनामा बस्छु। मेरो नेपाल घर लमजुङ नेपाल हो। मैले ब्याचलर्स ब्याक नेपालमै गरेँ, बिजनेस एडमिनिस्ट्रेसनमा। त्यसपछि म 2 वर्ष भयो अमेरिका आएको। र इमेजिन 2 वर्षमा बिजनेस ब्याकग्राउन्ड भएको मान्छे, आइटी भनेको मलाई कम्प्युटरमा त्यो एक्सेल र वर्ड बाहेक अरू केही पनि खासै थाहा थिएन होइन। अनेस्टली नै भन्छु, इन्टरनेट चलाउन आउँथ्यो, सोसल मिडिया चलाउन आउँथ्यो, त्यति नै हो। अनि युएस आयो, ल्यान्डिङ जब सरले अघि भनिसक्नुभयो, ल्यान्डिङ जब गर्नै पर्छ सबैले। हजुरहरूसँग एउटा यस्तो ठुलो टुल छ कि, त्यो टुल के हो भन्दा डेटा सेन्टर। डेटा सेन्टर हजुरहरूले कहीँ पनि पाउनुहुन्न यसरी। यति पैसा तिरेर, यति अनलिमिटेड एक्सेस हजुरहरूले एकदम नै गाह्रो छ यो प्लेटफर्म पाउनको लागि। मजाले युज गर्नुहोस्, तोड्नुहोस्, फोड्नुहोस्, के गर्ने हो गर्नुहोस् होइन। हजुरहरू ग्रुपमा काम गर्नुहोस्, एकदम नै धेरै सिक्न मिल्छ। मलाई अहिले सबभन्दा मिस हुने कुरा भनेको डेटा सेन्टर भन्छु। अहिले पछिल्लो टाइममा आएर ओहो डेटा सेन्टर भयो भने त मैले यो रन गर्न पाउँथेँ, मैले यो सिक्न मिल्थ्यो होला, मैले यो गर्न सक्थेँ होला भन्ने हुन्छ। छ भर्चुअल मसिनहरू नभएको होइन, बट त्यो डेटा सेन्टरमा ग्रुपमा काम गर्नुको मजा बेग्लै नै छ। त्यो मिस हुन्छ पछि। त्यो अहिले मजाले युटिलाइज गर्नुहोस् हजुरहरूले होइन। अनि अब चौतारी दिनुभएको छ सरले, चौतारी युटिलाइज गर्नुहोस् तपाईँहरूको मजाले। अर्को एउटा क्वेसन एकदमै धेरै अब नबुझ्नेहरू सोधिरहन्छन् होइन, जब अन द जब सपोर्ट गर्नुहुन्छ भन्ने सोध्छन् कि के भन्छ? के गर्नुहुन्छ अरे सर? अन द जब सपोर्ट भनेको तिमी जबमा गयौ अनि एभरेस्ट आइटीले चाहिँ तिमीलाई काम सिकाइदिनु पर्ने रिमोटली। त्यस्तो हुँदैन। त्यो एक त हामी एभरेस्ट आइटीबाट पढेको स्टुडेन्ट्सलाई जबमा त्यस्तो गाह्रो हुँदैन। एउटा कुरा हामीलाई सबै नै आउँछ, हामीले सबै पढेको हुन्छौँ, सरले सबै पढाउनु भएको छ। युज हुन्छ हुँदैन, सरले पढाउनु भएको सबै कुरा युज हुँदैन। मेरै काममा पनि 50% होला मैले युज गर्ने। नलेज छ, कुनै बेलामा टाइममा युज हुन सक्ला, तर रेगुलरली युज हुँदैन। एउटा कुरा त्यो भयो। अर्को कुरा इन जब सपोर्ट भन्ने कुरा नै हुँदैन कि त्यो। अब कुनै कुरा आएन भने आफ्नो रिसर्च हुन्छ, अब पहिलाको डकुमेन्टेसन्सहरू हुन्छ त्यहाँ गएर, किनकि हरेक कम्पनीमा आफ्नो काम गर्ने स्टाइल हुन्छ, आफ्नो सफ्टवेयर्सहरू युज गर्छ उनीहरूले होइन। अब सबै माइक्रोसफ्टकै सफ्टवेयर युज गर्नुपर्छ भन्ने पनि हुँदैन, कुनै फरक प्लेटफर्म युज गरिरहेको हुनसक्छ होइन। त्यही भएर त्यो हजुरहरूलाई चाहिँ यो क्लासले त्यो सपोर्ट गर्नेको लागि बनेको क्लास पनि होइन। एक त यो क्लास भनेको तपाईँहरूलाई गाइड गर्न बनेको क्लास हो, नलेज दिन बनेको क्लास हो। त्यो नलेज हजुरलाई युटिलाइज गर्ने हो उता गएर। त्यो मलाई चाहिँ जरुरी हुन्छ जस्तो लाग्दैन है। मलाई त्यो प्रब्लम आयो भने कहाँ मैले सरलाई मेसेज गरेर मलाई यो आएन भन्नु
त्यो गर्ने त्यो टाइम चाहिँ आउँछ जस्तो पनि मलाई लाग्दैन कहिले पनि। धेरैजनाले सोध्छन् क्या सर अनि तपाईँहरूले प्रक्सी इन्टरभ्यू, यो प्रक्सी इन्टरभ्यू भने मैले बुझेको थिइनँ है, भर्खर बुझ्दैछु। यो भने के हो र यो एमएसआइटी स्टुडेन्टलाई चाहिन्छ त्यस्तो के हो, एक्सप्लेन गर्नु मिल्छ? प्रक्सी इन्टरभ्यू भनेको एकदम नै कमन टेक्निक हो आइटीमा जब पाउनको लागि, एकदम अनइथिकल टेक्निक होइन, इथिकल होइन, यो अनइथिकल टेक्निक हो। प्रक्सी इन्टरभ्यूमा तपाईँको फेस युज गरेर कसैले बोलेर अथवा तपाईँले स्क्रिनमा त्यो आन्सर्सहरू पढेर थर्ड मान्छेले चाहिँ जेनेरेट गरिदिएको आन्सर्सहरू पढेर क्र्याक गरेर जाने इन्टरभ्यू हो। गएको छन् मान्छेहरू, यस गएको छन्, काम गरिरहेको छन्, तर तिनीहरूले घुँडा टेकेर काम गर्नु पर्यो हुन्छ, कति फायर भइसकेको हुन्छ, किनकि कामै आउँदैन। इन्टरभ्यू मात्र क्र्याक गरेर भएन नि त, काम नै आउँदैन। प्रक्सी इन्टरभ्यू एमएसआइटीले प्रोभाइड गर्छ, गर्दैन, गर्न पनि मिल्दैन। यत्रो मेहनत गरेर 8 महिनासम्म क्लास गरेर पढायो अनि लास्टमा गएर प्रक्सी इन्टरभ्यूमा छिरायो, त्यो मतलबै भएन नि यो क्लास गरेको त। अनि अनि तपाईँहरूले इन्टरभ्यू क्र्याक गर्न सक्नुहुन्छ, यस। अनि अर्को एउटा क्वेसन, अब तिमीले एक्सपिरियन्स गरिसक्यो, पढाइ पनि जब पनि, अनि अहिले मार्केटमा होइन 4 महिनामा 5 महिनामा अथवा 2 महिनामा पढाइदिन्छु जब पाउँछ भन्ने जुन ट्रेनिङहरू देखिन्छ, कति चाहिँ हामीले पढाउने खालको सिमिलर कन्सेप्टहरू होइन यहाँबाट, अनि कतिजनाले मलाई स्टुडेन्टहरूले लिङ्क पठाइरहेको छन् क्या, कसैको अस्ट्रेलियाको लिङ्क, कसैले कहाँको लिङ्क पठाइरहेको हुन्छन्। अनि वी आर जस्ट फोकसिङ, हाम्रो आफ्नो फन्डामेन्टलमा फोकस छौँ, तर त्यो अरू जुन नोइजहरू छ नि स्टुडेन्टहरूले हामीलाई सोधिरहनु, त्यसलाई के मेसेज दिन्छ? त्यो टन्नै छन् सर, त्यस्तो ट्रेनिङ दिने अर्गनाइजेसन्सहरू टन्नै छन् होइन, उनीहरूले गरिरहेको छन्। उनीहरूसँग डेटा सेन्टर छैन, किनकि अफोर्ड गर्न सक्दैन। उनीहरूले सिर्फ हजुरहरूलाई युजर अकाउन्ट बनाउन सिकाउँछ माइक्रोसफ्ट 365 मा, लाइसेन्स असाइन गर्न सिकाउँछ, त्यति हो। त्यतिको भरमा जब पाउँदैन। त्यो हजुरहरूले 4 महिना पनि लाग्दैन त्यो गर्नलाई, त्यो 2 महिनामा हुने कामहरू हो तिनीहरू होइन। त्यसले चाहिँ हजुरहरूलाई जब पाउनलाई हेल्प चाहिँ गर्दैन। तिनीहरूले त तपाईँहरूले केही पनि सिक्नु पनि हुँदैन त्यसले। त्यो बेसिक हो, त्यो युट्युबमा पनि सकिन्छ त्यो गर्नको लागि। त्यो जुन चाहिँ तपाईँहरूले यो कसरी चाहिँ युजर अकाउन्ट बनेको छ, यो 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 बिहाइन्ड द सिन के छ, आइपी एड्रेस भनेको के हो, डिएनएस डिएचसिपी के हो यिनीहरू भनेको होइन, यो कुराहरूको जबसम्म तपाईँहरूले बुझ्नु हुँदैन नि, जबसम्म नेटवर्क ड्राइभ फाइल सेयरिङ कसरी भइरहेको छ त, यो कसरी पोसिबल छ यो होइन। अब एक्टिभ डिरेक्टरी अकाउन्टमा बनाउनु डोमेन भनेको के हो, अब भोलि एक्सन सर्भर आउँछ, एक्सन सर्भर आएपछि तपाईँहरूले अब त्यो इमेल्सहरूको सबै बुझ्नुहुन्छ होइन। त्यो नबुझिकन तपाईँहरू सिधै क्लाउडमा गएर गर्नुभयो भने त्यो मेक सेन्सै गर्दैन। त्यो कसरी भयो नै थाहा नभएपछि त त्यो पढेर मात्रै त्यो काम जस्तो मलाई चाहिँ त्यो अलिकति हुँदैन जस्तो लाग्छ। त्यो चाहिँ मैले कसैलाई पनि रिकमेन्ड गर्दिनँ त्यो गर्नको लागि चाहिँ। थ्याङ्क यू सर। एउटा ह्युमन बिइङको नि इज अ भेरी I don't know, weakness or desire, I'm still figuring out. We always like to do shortcut, okay? Like shortcut ma 8 महिना त लामो भयो, shortcut छैन 3 महिनामा हुँदैन भनेर पनि हामीसँग धेरै आउँछन् हैन। लाइक प्लिज त्यस्तो हुँदैन भन्छु मैले, तर उहाँहरूले बुझ्नुहुन्न। अनि हप्तामा एक दिन हैन त्यो दिन पढाइदिनु, मैले रोकिहाले, वास्तवमा 3 महिना त आइपी एड्रेसै बुझ्न लाग्छ। एक्ज्याक्टली हैन। अनि त्यो शॉर्टकट खोज्दाखेरि चाहिँ धेरैलाई गाह्रो भएको हुन्छ हैन। देयर इज नो शॉर्टकट इफ यु रियली वान्ट टु प्रोग्रेस इन योर लाइफ हैन। अनि द्याट्स वाइ वी आर, हामीले 8 महिनामा पनि धेरै गाह्रो भएर पढाएको हुन्छ हैन। सो इट्स लट अफ कन्टेन्ट टु कभर, बिकज इन्टरभ्यूमा त जे पनि सोध्छ नि हामीले काम पो पछि कम गर्ने हो त, बट यु हेभ टु बी प्रिपेयर्ड फर एभ्रिथिङ इन इन्टरभ्यू। द्याट्स वाट द क्लास इज फर, एन्ड देन यु निड टु ग्रो इन्टु नेक्स्ट लेभल्स। फेरि नेक्स्ट लेभल जानलाई फेरि पढ्ने होइन, यु अलरेडी हेभ द नलेज। अनि सजिलो हुन्छ नि, अहिले तिमीलाई मिटिङमा बस्दा कहीँ इन्टरभ्यूमा अथवा मिटिङमा बस्दा एडभान्स लेभलको कुराहरू तिमीलाई दिमाग लाउनु पर्दैन, यु अलरेडी नो वाट इज टकिङ हैन। हजुर सर। मैले अब मेरो काममा म अहिले प्रमोसनको लागि एकदम एलिजिबल भएको चाहिँ मैले जाने बित्तिकै हाम्रोमा चाहिँ लगभग 700 न्यू डिभाइसेसहरू इनरोल भएको थियो। 700 न्यू डिभाइसेस इन्क्लुडिङ आइफोन, ट्याब्लेट्स, कम्प्युटर्सहरू, ल्यापटप्सहरू सबै इनरोल गरेको थियो हाम्रो होइन। उनीहरूले चाहिँ हाम्रो एससिसिएम थ्रु हटाएर अब अटो पाइलट अनि माइक्रोसफ्ट इन्ट्युनमा इनरोल गर्ने हाम्रो अब गभर्मेन्ट अलिक ब्याकवार्ड नै छ सर, अझै त्यस्तो भइसकेको छैन, गरिसकेको छैन। भनेर त्यो सेटअप गर्नलाई चाहिँ म एकदमै धेरै रिसर्च गरेर त्यो टिममा म भएको भएर उनीहरू इम्प्रेस भएको भएर चाहिँ म एलिजिबल भएको हो सर। त्यो चाहिँ अब त्यो यहाँ नपढिकन त म त्यो कहाँ सम्भव थियो, त्यो इम्पोसिबलै थियो त्यो हाम्रो यो अब जब यो अन प्रेम प्लस क्लाउड दुइटै नपढिकन त्यो हामीले गर्न सकिँदैन नि त। प्लस रिसर्च, आफ्नो रिसर्च पनि हुन्छ। त्यही भएर चाहिँ प्राउडली भन्छु कि
एकदम नै प्राउडली भन्छु कि सर एकदम नै थ्याङ्कफुल्ली नै भन्छु कि हजुरलाई पनि र एसिस्टेन्ट टिचर्सहरूलाई पनि इभन म त रिनाजीलाई पनि म एकदम नै थ्याङ्कफुल भन्छु उहाँले त्यो जुन चाहिँ इन्टरभ्यूको गाइड गर्नुभएको थियो होइन त्यसले गर्दाखेरि नै यो लेभलमा पुग्न सकेको हो म पुग्न सक्छु भने अफकोर्स हाम्रो सबैजना यहाँ भरिको स्टुडेन्ट्सहरू पुग्न सक्नुहुन्छ मैले उहाँहरूले बोलेको देखिसकेँ म अघि नै अगाडिदेखि क्लासमा आएको हो उहाँहरूको इङ्ग्लिस पनि राम्रो छ है धेरै राम्रो छ त्यो प्र्याक्टिस गर्नुहोस् टाइम लाग्छ अझै किनकि हाम्रो अगाडिको ब्याचमा बोल्नै नआउनेले पनि काम पाइराख्नु भएको छ So what do you feel about family, friends-हरूले तिमीलाई हेर्ने भ्याल्युज पहिलाको जुन कुराहरू हुन्छ होला अब त खालि आइटीकै मात्रै गफ हुन्छ होला they see you differently your parents probably very proud your wife or I don't know if you're married or not or girlfriend whatever can you share those हैन अलिकति प्राउड मोमेन्टलाई पनि कसरी सेयर गर्न सक्छौ यस सर डेफिनेटली म म्यारिड हो बाई द वे होइन मेरो वाइफ रजिस्टर्ड नर्स नर्थ क्यारोलाइनामा काम गर्छ उसले मलाई धेरै हेल्प गरेको छ यो टाइम म्यानेजमेन्टदेखि लिएर फाइनेन्सियली यताउति सबै कुराहरूमा म चाहिँ एकदम अप्रिसिएट छु त्यो कुरालाई चाहिँ टकिङ अबाउट फ्यामिली ब्याक इन नेपाल उहाँहरू अझै पनि बिलिभ गर्नुहुन्न होला जस्तो लाग्छ मलाई राम्रोसँग आइटीकै 2 वर्ष भयो गएको अब नेपालमा हुँदाखेरि म बाई द वे वान अफ द कलेज इन नेपालमा म चाहिँ युनाइटेड एकाडेमीमा चाहिँ अकाउन्टेन्ट भएर काम गरेको थिएँ अब त्यही अनुसारकै काम भेटिन्छ होला ब्याङ्कहरूमै पाइन्छ होला भनेर आएको रियालिटी यहाँ आएपछि थाहा भइहाल्यो होइन त्यसपछि नर्मल जबहरू नै गर्न थालेको हो 2 वर्षभित्रमा मैले चाहिँ अब अहिले त मैले प्रमोसनको कुरा त अझ मैले घरमा भनेकै छैन किनकि उहाँहरूलाई त पहिलाकै जब पाएकै कुरामा बिलिभ गर्न गाह्रो भइरहेछ रिलेटिभ्सहरूलाई अनि त्यही भएर उहाँहरूले चाहिँ अझै पनि कसरी गरेको छ कसरी म्यानेज भयो भनेर अझ मेरो वाइफलाई पनि सोधिराख्नुहुन्छ त्यो चाहिँ ब्याक इन नेपाल मेरो फ्यामिलीहरू नेपालमै हुनुहुन्छ र त्यो कुरा भयो यहाँ चाहिँ फ्रेन्ड सर्कलमा एकदम नै राम्रो इम्प्रेसन बनिरहेको छ है किनकि मेरो सबै फ्रेन्ड सर्कलहरू सबै नै आइटीमै काम गर्नुहुन्थ्यो कतिपय इन्जिनियर्स सिभिल इन्जिनियर्स त्यो राम्रो रिपुटेसन अमेरिकामा काम ठुलो सानो हुँदैन त्यो चाहिँ अमेरिकन्सहरूको लागि बट हाम्रो नेपाली सोसाइटी कस्तो छ भन्दाखेरि अलिकति डिटरमाइन चाहिँ अलिकति हेरी नजर चाहिँ फरक पर्छ के काम गरिरहेको छ भनेर हजुरहरूले पनि याद गरिराख्नु भएको छ होला कसैको घर जानु भएको छ कसैले बोलाउनु भएको छ नयाँ कोही मान्छे भेट्नु भएको छ भन्यो भने एक दुईवटा क्वेसन सोध्छ के गर्नुहुन्छ के छ नाम के हो यताउति त्यसपछि सोधिहाल्नुहुन्छ कि तपाईँ के जब गर्नुहुन्छ भनेर सोधिहाले हुन्छ होइन हो जब ठुलो सानो हुँदैन बट इट म्याटर्स कि अब तपाईँले चाहिँ आइटीकै जब गरेर भन्नलाई पनि तपाईँलाई प्राउड फिल हुन्छ नि त त्यो प्राउड फिलनेस चाहिँ कस्तो हुन्छ भन्दाखेरि हिजोसम्म साथी अब नर्मल काम गरिरहेको मान्छे होइन आइटीमै यो लेभलमा पुग्यो भन्दाखेरि एउटा एउटा कुराको अब साथीहरूलाई पनि मेरो साथीले पनि गर्यो भन्ने पनि भयो एक त राम्रो अब सबैले हेरी नजर पनि धेरै फरक पर्यो जे होस् त्यो मिडल लेभलमा पनि हामी पुग्न सकियो भन्ने पनि हुन्छ त्यो सबैहरू त्यो चाहिँ सबैको लागि नै के भन्छ अरे यो युटिलाइज हुन्छ जस्तो लाग्छ हाम्रो नेपाली सोसाइटीमा चाहिँ आइटीको जब गर्नुभएको छ भने त्यो हेरी नजर फरक चाहिँ अभियसली पर्छ सर थ्याङ्क यू सो मच बेस्ट विसेस एभरेस्ट टिमको लागि पनि एन्ड सबै साथीहरूको लागि नआत्तिनु होला ट्रस्ट द प्रोसेस सरको सबै इन्स्टिङ फलो गर्दै जानुहोस् सरले भनेको फलो गर्दै जानुहोस् यु विल गेट देयर सक्सेस अभियसली हजुरहरूले पाउनुहुन्छ नै असिस्टेन्ट टिचरहरूलाई एप्रिसिएट गर्नुहोस् उहाँहरूको क्लासमा जानुहोस् होइन उहाँहरू त भगवान हो यो हाम्रो एभरेस्ट आइटीको त्यही भएर असिस्टेन्ट टिचरहरूको क्लास चाहिँ नछुटाउनु होला है त हस् ल थ्याङ्क यू सो मच बेस्ट विसेस लास्टवटा क्वेसन सोधिहालेँ कतिजना स्टुडेन्ट हुन्छ नि म चाहिँ ड्रप गर्छु होला म क्विट गर्छु होला भन्नेलाई एउटा केही मेसेज दिन्छु अब सर मैले अघि भनिसकेँ 8 महिना आफूलाई च्यालेन्ज गर्न सक्नुहुन्न भने तपाईँले केही पनि गर्न सक्नुहुन्न लाइफमा यति पनि क्षमता राख्न सक्नुहुन्न भने त के चाहिँ गर्नुहुन्छ त केही कुरा आफूले त्याग नगरिकन त के कुरा सम्भव छ र यहाँ पाउनको लागि एकदम नै गाह्रो छ त्यस्तो धेरै टाइम पनि दिनु पर्दैन जस्तो लाग्छ मलाई जे होस् एटलिस्ट ट्र्याकमा बस्नुहोस् आफ्नो टास्क फलो गर्नुहोस् क्लासहरू लिनुहोस् त्यति भयो भने सकिन्छ क्विट नै गर्नुपर्छ जस्तो मलाई देखिन्न होला तपाईँहरूलाई अलिकति कन्फिडेन्स कम होला इङ्ग्लिस मेरो नराम्रो छ भनेर त्यही त छ त यत्रो टाइममा त हजुरहरूले मजाले सक्नुहुन्छ नि बोल्दै जानुहोस् गर्दै जानुहोस् त्यही भएर क्विट चाहिँ नगर्नु होला पछि रिग्रेट हुन्छ यो आफूसँगै पढेको साथी चाहिँ कहाँ पुग्छ अनि आफू चाहिँ जस्ताको तस्तै देख्दाखेरि चाहिँ नमजा हुन्छ है यो हाम्रो केसमा पनि भएको छ मलाई कराइरहेको छ पहिला क्विट गर्नुभएको साथीहरूको अझ मैले त प्रमोसन भएको भनेको पनि छैन भन्यो भने त उहाँ टाउको फुटाउनुहुन्छ अझै गएर त्यही भएर Thank you, Sulok bhai. Really appreciate for your time. And thank you so much. We're gonna take a break. I appreciate bhai. Hopefully everybody understood and
learned from you and motivated from you